यस्तो छ है पानी पर्न बिजोग छ यता पनि यो बनाएको त अनि डोनर छैन तिम्रो हातमा डोजर कहाँदेखि नबालेन भनेर डोजर हुन्छ मेरो हातमा डोजर होइन डोनर डोनर डोजर कहाँदेखि हुन्छ अहिले चाहिँ हामी चाहिँ निक्लिसक्यौँ कता हिँडेको यो चाहिँ हाम्रो बेलायतको फेमस ग्यारेज है सर साथीहरू हामी लाग्यौँ रक्साङ थाटपाटी विशालमा यो चाहिँ हाम्रो भुटानी चौकदेखि चाहिँ हाम्रो यात्रा कहाँ छ भनेर दियो दाइ बाई बाई अब हामी लाग्दैछौँ एसएमसी मौसम एकदम यत्तिकै भयो पानी पऱ्यो भने हामी फेरि धोपी भिजिन्छ नि है यो चाहिँ बेलायतको मेन रोड 71 किलोमिटर रहेछ 70 किलोमिटर पाहाड त्यहाँ पुग्नु यो चाहिँ पहिलाको सेक्टर है अहिले चाहिँ दाजु है पानी परिरहेको छ त्यो पनि हाम्रो शनिबार भएर होइन सटरडे एक्टिभिटिज सकेर चाहिँ हामी हल्का सामानको चाहिँ पार्कहरू जाँदा चाहिँ एकदम हामी चाहिँ हल्का सामानको समर्थन पनि हो होइन के गर्नु होइन राम्रो गर्ने मान्छेलाई सपोर्ट गर्नुपर्छ है है सबै ठाउँबाट कता हिँडेको आज शनिबार हो नि त हौ उता शक्तिहरूको खोला छ कि शक्तिहरूको त खुला जस्तो छ मेरो आइडी नै छैन नि त बोकेर हिँड्नुपर्छ नि त आइडी नै यस्तो होला चाहिँ तिम्रो मोबाइलमा बबाल देख्दो रहेछ यार ल ल म चाहिँ यो पानी पर्यो भने चाहिँ यो खालको ट्याङ्कर चाहिँ हामीसँग यहाँ बहिनीहरू आउँदैछ यहाँ कता पो तिमीहरू कहाँदेखि आएको तिमीहरू जोइ हेरेर आएको नमस्ते जङ्गे सर नमस्ते जोइ हेरेर आएको तिमीहरू होइन तिमीहरू कहाँ गएर आएको यस्तो पानी झरीमा हेलो हेलो हामी चाहिँ यहाँ आउँदैछौँ है अब वेस्टर्न निक्लेर होइन र अब हामी वेस्टर्नमा जाँदा चाहिँ हाम्रो बहिनीहरू हुनुहुन्छ हाम्रो बहिनी त एकदम टिकटकमा भाइरल हुनुहुन्छ तिमीहरू कहाँ गएर आएको यस्तो पानी झरीमा हेलो हेलो हामी चाहिँ यहाँ आउँदैछौँ है अब वेस्टर्न निक्लेर होइन र अब हामी वेस्टर्नमा जाँदा चाहिँ हाम्रो बहिनीहरू हुनुहुन्छ हाम्रो बहिनी त एकदम टिकटकमा भाइरल हुनुहुन्छ यो बाटो चाहिँ अब सर्टकट बन्दैछ हेर न मध्येबाट बाघ हेर्नु यहाँ मात्रै बाघ चुप्रो उनीहरू पर्ने ठाउँ है अहिले चाहिँ हामी दमकतिनको बाइकमा यो चाहिँ बाटो चाहिँ गोलाटार जाँदाखेरि बाटो हिँड्दैछु है
तपाईँहरूलाई हेरौँ न यो खालको रेनकोट छ युज एन्ड थ्रो यस्तो छैन छैन एकदिन चाहिँ म चुलाचुलीमा आएर भिडियो बनाउनु पर्नेछ हौ चुलाचुलीको पनि यहाँ चाहिँ हुनुपर्ने त देखिँदैन नि त यार जब माथि मङ्गलबार किन अब के हो छैन सजिलो छ नि
सुन्नुहोस् न सम संस्कृति पार्क कता हो? सिधै माथि पुस्दै जानुपर्छ यहाँदेखि सिधैतिर पहिला आउँछ हजुर हजुर सिधै 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 यस्तो भएर जाने हामी सिधै ए धन्यवाद उहाँलाई हामीले भनिसकेका छौँ सोधिसकेको छौँ 0 पोइन्ट आउँछ अरे 0 पोइन्ट हामी यता जाने अरे 0 पोइन्ट डाइरेक्ट आस्ते कर हो रे जाउँ न जाउँ 0 पोइन्ट अब आइपुग्नु आँटिसक्यौँ होइन यो घरकासम्मले बनाउनु भएको पार्क होइन म चाहिँ भिडियो हुँदै मात्रै देखिरहेको होइन कस्तो छ के छ भन्ने कुरो मैले प्रत्यक्ष रूपमा मलाई थाहा छैन नि त त्यही भएर मेरो साथी र म आएको छु मेरो साथी झन् ठुलो एकदम यो पार्क चाहिँ हेर्नुको लागि चाहिँ प्लान उसले नै गरे हो है माथि नै होला त्यसको मेन चाहिँ हेरौँ भने गाडीको छ बाइक होला नि त हेर्नु यस्तो दामी छ मेरो साथीले चाहिँ जाउँ न भनेर चाहिँ उसले भनेको हुनाले गर्दाखेरि कालो मेला होइन उसको अफिसियल नेम चाहिँ यता हुनु न यता राख्नु न नि हाम्रो सोमबहादुर मगर होइन कालो मेन पनि भन्छु म राजा पनि उहाँले गर्दा चाहिँ म आज त्यो पार्क आउनुभयो तिमीलाई धन्यवाद है धन्यवाद होइन खाजा चाहिँ खुवाउ न ए भइहाल्छ तिमीलाई ल्याएको एउटा हुँदैन ल टिकट कता काट्नु टिकट नकाट्ने नि टिकट काट्नु अनि फोटोहरू खिचौँ भिडियो गरौँ बोलेको मात्रै गर्नु हुँदैन क्या सर्ट अब लिने हो अब नबोली कसरी हो टिकट हजुर 35 लु राजा हाम्रो स्पोन्सर चाहिँ हाम्रो सोमबहादुर हुनुहुन्छ है हामी 2 जना हो मैले लोभी छु नि त साथीहरू त्यही भएर ऊ चाहिँ एकदम दयालु हेर्नु न अनुहार पनि मान्छे पनि हेन्छम होइन मन पनि एकदम दयालु छ है भरे तिम्रो ई सेवामा ट्रान्सफर हुन्छ नि ल ल अब हामी लाग्दैछौँ वारिपारि जानु पाउनु छ नि त हौ ल
पार्क बनाउने मान्छेको नाम को अरे हरिका साम थापा हेर्नुहोस् नानीहरूलाई पनि थाहा छ है ल साथीहरू हामी समृद्धि सम्पर्कबाट चाहिँ बाटो लागेको छौँ अब चाहिँ हामी धरन हुँदै होइन इटहरी अनि विराट चोक हुँदै खुर्सानी हुँदै होइन भाउने हुँदै कानेपोखरी हुँदै पत्री हुँदै होइन पुलाबारी हुँदै धम्मको हामी अब जान्छौँ है एकदम रहर कुरा भयो होइन एकदम आयो खुसी लाग्यो हाम्रो यो यसको श्रेय चाहिँ हाम्रो सोमबहादुर खाडा मगरलाई जान्छ उहाँ चाहिँ निक्नेम चाहिँ कालु भन्छ नि म मायाले राधा पनि भन्छ क्या राधा जस्तै छ नि त उहाँ पनि पानीले राम्रो छ लाग्यो यहाँदेखि तराई कस्तो टाइम देख्दो छ नि कस्तो बवाल देखेको नि त्यसको भाले चाहिँ गाडीले किच्चाएर मार्यो अरे तर यो चाहिँ एकदम सुबानी ज्ञानी रहेछ दिदीहरूसँग नै दिनभरि दोकानमा बस्यो दिदीहरूसँग दिनभरि दोकानमा बस्दो रहेछ अनि बेलुका आएपछि यसमा पस्ने होइन अनि जाँदो रहेछ एकदम सुबानी अघि हामी धरन जाँदा नि यहीँ के उयो गरिरहेको थियो क्या भाइ यो कुखुरा बारे भनिदिनु न एकदम मलाई मन पर्यो क्या एकदम सुबानी रहेछ के भन्ने कुखुरा तपाईँहरूसँगै दिनभरि बस्छ होइन घरसँगै जाने मोही खान्छ ए कुखुरा मोही पनि खान्छ अन्डा त तास्नै हुँदैन घाटले खोसेर पनि खाइदिन्छ यसको भाले चाहिँ किचाएर मारो भन्नु होइन घाटले खिचेर मारो अनि के यसलाई घरै लानु अब होइन अब यो अब बोरा थाको बोरामा पस्छ यहाँ दोकानमै राखिदियो यहीँ राख्नु अनि यसलाई के रिस हुँदैन बिहान आयो दोकान खोल्यो फेरि छोडिदियो अनि हात्ती यहीँ आउँछ अरे त यहाँनिर यो त उता लगाएर राख्छौँ नि त भित्र यो ठेलाभित्र लगाएर राख्छौँ यहाँ राख्छौँ घरमा तपाईँको घर त्यहाँदेखि मेरो अलिक कल्ती के थरी पर्नु भयो म पटवाल छेत्री तपाईँहरूको भने साथी होइन बेस्ट फ्रेन्ड हो त दुध खान्छ कुराउनी खान्छ जे पनि खान्छ मैले चाहिँ मृग होइन कुकुर बिरालो त साथीभाइको तर कुखुरा साथी भनेर मैले सुनेको थिएन क्या पहिलोचोटि सुनेको ए यो मान्छे जस्तै छ यो तर अरू शान्ति मान्दैन कुर्छन् जस्तो लाग्छ यार मजा चाहिँ मुखैको पनि खोसेर खाइदिन्छ अनि घरमा राख्दा चाहिँ यसले खाँदैन अरू चारोहरू के खाँदैन यहाँ मात्रै हो यसको नाम चाहिँ के राखिदिनु भएको छ मैले काली काली भन् काली अनि काली त छैन त नि यो त काली छैन तर काली भनेको सानै मायाले तलदेखि नै पाल्नु भएको सानो थियो कुराउनी मान्छेले खाइदिन्छ भनेर हेर्नु न भनेपछि यसलाई मकैहरू केहरू दिनुहुन्न यो ताजा मकै मात्रै खान्छ हरियो मकै मात्रै खान्छ भातहरू दिनुहुन्छ होला नि त भातहरू दिन्छौँ सबै थोक खान्छ तरकारी खान्छ भात गोरु त्यति खाँदैन मोही खान्छ दही खान्छ प्राय तपाईँसँग बेसी मिल्छ कि दाइसँग दाइसँग मिल्दैन मसँग मात्रै हो तपाईँसँग मात्रै हो के अनि यसको चल्लाहरू के गर्नुभएको छ यसको चल्लाहरू छैन यसले अन्डा पार्दाखेरि अर्को अन्डा नदी पार्दैन कतिवटा दिनुपर्छ यसले एउटा
भनेको कतिवटा एक छेवालमा कतिचोटि यसले अँ 26-27 जना अन्डा पार्छ अहिले भनेपछि तपाईँहरूको साथीले तपाईँहरू चाहिँ के बेच्नुहुन्छ अरे हामी त मकै बेच्छौँ चटपटे चिया चना अन्डा यस्तै पानी चिसो तातो दिनमा कति बिक्री हुन्छ तपाईँहरूको भाइ अहिले त छैन हौ अहिले होइन व्यापार हुँदा चाहिँ नहुँदा हुँदा भनौँ अब अहिले त छैन होइन हुँदा चाहिँ यसो 3-4 हजार रुपियाँ हुन्छ अनि यसलाई चाहिँ दिनुहुन्न यो पनि तपाईँहरूको त साथी यसलाई नदिँदा अनि कहाँ खाने त ए यसलाई के किनिदिनुहुन्छ होला नि त होइन खान्छ जे मैले खाएँ त्यही खान्छ ल दिदी हामी लाग्यौँ है रात परिसक्यो हामी चाहिँ दमकदेखि यस्तै 12:30 हिँडेको नि त ढिलो भयो है साथीहरू त्यहाँले भन्नु भयो त है दमक आइपुग्यो फाइनल्ली होइन आज चाहिँ राति भयो फेरि यस्तो पनि छ नि त साथीहरू अहिले हिउँदा लागेको छ अनि हिउँदामा चाहिँ छिट्टै अँध्यारो हुन्छ नि त त्यसले गर्दाखेरि बर्खामा हुनुहुँदै त्यतिखेर पुरा घाम लागेको हुन्छ होला नि राजा पानी पर फेरि बाटो यस्तो खराब छ हेर्नु आमा यस्तो खतम बाटो छ नि हेर्नु न है यस्तो साह्रो पानी पर हेर्नु है यो काने पोखरीदेखि यता होइन दमकसम्म हिलो छ यो एसियन हाइवेले पनि होला पानी नपर्दा पनि धुलोले साह्रो पर्छ पानी पर्दा पनि हेर्नु न हिलोले बिरकुटी चोकमा आइपुग्नु अरे होइन मैले चाहिँ आज भ्लग मेरो मोबाइल बिग्रिएर होइन मेरो साथीको फोनबाट चाहिँ आइफोनबाट गर्दैछु पहिलोचोटि हो आइफोनबाट भिडियो गरेको चाहिँ मैले हेरौँ अब मेरोमा साथीहरूमा क्वालिटी घट्ने हो के हुने हो होइन भिडियो जोक्दा चाहिँ पहिलाको आयो म पिछतिर छिर्दैछौँ अब यहाँ खाजा खाएर गाउँ जानु पऱ्यो नि त तिम्रो यो आइफोन कति हो पहिलाको आयो म पिछे हो प्रो हो कि आइफोन मात्रै म्याक्स के भन्छ नि मलाई भन्नु नै आउँदैन आइफोन प्रो म्याक्स भन्छ होइन पहिलाको यो अनुसार यस्तो भएको छ है अहिले त पहिलाको यो आइफोन प्रो म्याक्स हो तिम्रो 14बाट चाहिँ म आज भिडियो पहिलोचोटि गर्दैछु मेरो साथीले चाहिँ आज जोस् भिडियो गर्नु दिएको छ खुसी छु अब के गर्दा आफूसँग छैन होइन अब अर्कै अब हामीले नागेर चलाउनु पर्यो मनोरञ्जनको लागि भए पनि म चाहिँ यहाँ यो चाहिँ विशाल बजार जस्तो भएको छ है विशाल बजार है विशाल बजार यस्तो छ है विशाल बजार होइन जे होस् साथीहरू पनि चाहिन्छ होइन साथीहरूले नै यसरी हेल्प गर्छ है यहाँ त आफूसँग फोन नभए पनि के भएर त जे भए पनि एउटा एकचोटिको लागि भए हुन्थ्यो नि त साथीले त्यसमा खुसी पनि हुनुपर्छ अब चाहिँ हामी यता हाटखोलातिर आइपुग्यौँ है हाटखोलामा मेरो चाहिँ दिदीले किनिदिएको थियो फोन
बुढाबुढीले भन्नु जस्तो बोक्सी लागेको त होइन होला अब के समस्या भयो होला है। खाजा खानु यहाँ आएको अब छ कि छैन खाजा छ जस्तो त छैन खाजा छ राजा खाजा त अनि सिद्धि जस्तो छ त अनि थुक्पा नै थुप्रै ठाउँ हो तर आज थुक्पै सकिएछ हाट खोलामा यहाँ किन धेरै 7 बजिसक्यो नि त राति भइसक्यो त्यसले गर्दा नि होला एकदम भिड हुन्छ क्या यहाँ